going on? Welcome to the channel. Welcome to आजको vlog. आज हामी हिँड्दैछौँ शिवपुरी नेसनल पार्क. बाटो खतरा छ, पानी परेकोले चिप्लो चिप्लो. हेलो, भर्खरै चेक पोइन्टबाट निस्केको हामी. अब फेरि लाग्दैछौँ माथितिर. स्टे ट्युन. Stabilization test, guys. सबै ट्र्याकमा जानु हुँदैन गाइज. कहिले कहिले अफ ट्र्याक पनि जानुपर्छ. ट्र्याक छ त्यहाँ र हामी आछौँ यहाँ. यु फोर गाइज, फोर 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 फोर. छन् त केही छैन. क्याटरपिलर हुँदो रहेछ होइन. त्यसैले क्याटरपिलरले यसरी पात खाएको छ है. हामी खानु वाला हामी त्यस्तो जङ्गली मान्छे होइन है. हामी म्यान भर्सेस वाइल्ड खेलिरहेछौँ. खेलिरहेछौँ गरिरहेछौँ के भन्ने त मलाई थाहा छैन है. यस्तो इन्फर्मेसन काम लाग्छ गाइज. उदेखि केही टिप्स एन्ड ट्रिक्स लिनु होला. उसले अब बिस्तारै कोर्सेसहरू नि बेच्छ, जोइन गर्दा हुन्छ. वेलकम टु द अनदर एपिसोड अफ म्यान भर्सेस वाइल्ड. र हामी बाटो जाँदै थियौँ. यो अन्जान बाटोमा हामीले भेट्टायौँ मसरुम. यो हाम्रो लागि एकदम खुसीको खबर हो. हामी 5 दिनदेखि भोकै हिँडिरहेको थियौँ. हामीले अब मसरुम भेट्टाइसक्यौँ. फर्स्ट टाइममा चाहिँ हामीले बाघलाई खाइदिएको थियौँ. भोक लागेर है यस्तो छ. अब यो चाहिँ बाटोमा जुन भेट्टायो त्यस्तो चाहिँ खानु हुँदैन है मान्छे. यस, के अरे इन्फर्मेसन. यस्तो मसरुम खानुहुन्छ तर खुट्टा राख्नु हुँदैन गाइस. यस्तो मसरुम धेरै न्युट्रिसियस हुन्छ तर हामी खाँदैनौँ किनकि पोइजनस पनि हुनसक्छ. हो कि होइन? सही हो. ल दिदी हराउनु भयो है. ओ माई गोड, दिदी अन द टप. दिस इज माई फेभरेट स्पट. म दौडिरहेको छु. विन्ड ब्लास्टको नोइज आइरहेको होला बट आई एम भेरी ह्याप्पी टु से दिस इज माई फेभरेट स्पट. जस्ट लुक एट दिस. हो यहीँ भनेको है मैले. हामी अहिले एकदम ब्युटिफुल स्पटमा छौँ. बट दिस इज नट आवर डेस्टिनेसन. आवर डेस्टिनेसन इज टुप्पी एट द टप अफ द माउन्टेन. हामी त्यहाँ पुग्नु छ यहाँबाट गाइस. वी विल बी फलोइङ द ट्रेल. यहाँबाट ट्रेल फलो गर्दै बुद्धिस्ट संसारी माया विचित्र. ओम मानी पद्मे हम. ओम मानी पद्मे हम गाइज. मङ्क्स. हेलो अङ्कल. हेलो, वेलकम टु द अनदर एपिसोड अफ म्यान भर्सेस वाइल्ड. हामी म्यान, ऊ चाहिँ वाइल्ड. गाइज हाम्रो फोटोग्राफर यिनले के अरे नयाँ एपिसोड बनाउँदैछन्. कस्तो राम्रो भ्यू आएको यहाँ गाइज. लुक एट द भ्यू होइन. हामी चाहिँ माथि आइसक्यौँ. आई एम सरी फर लेट अपडेट. बट द थिङ इज हामी यहाँ आएर के खाएर होइन एकैछिन रेस्ट पनि गरिसक्यौँ है. अनि यहाँको हामी यहाँ तल आएर बसिरहेको थियौँ. लेट मी सो यु द भ्यू. सो दिस इज द भ्यू है. अब म अघिसम्म उता बसिरहेको थिएँ. भ्यू त एउटै हो तर ठाउँ अलि राम्रो थियो, शीतल थियो, हल्का नोइजलेस थियो. दाइहरूको अलग पार्टी चलिरहेछ. हाम्रो भाइ फोटोग्राफर, उता हाम्रो दिदी मोडल. One eternity later.
एउटा हातले समातेर के हामी हुनुलाई माथिको डाँडाबाट फर्किँदै माथि हामी के देख्यौँ यिनीहरूले यस्तो ल्याङ गर्यो हेर माथि हामीले हजुर यिनीहरूले के गर्यो भन्दा क्यामेरा भ्यू हेऱ्यो एउटा कोही नभएको क्यामेराम्यान क्यामेराको त्यो लेन्स कभर गरेर फोटो खिच्न ट्राई गरिरहेको होइन त्यो त मुनि आएर हो जस्ट नाउ अनि गफ गरेर त्यही भुलेको छ उठ भन्दा उठ्दैन के खान मन लाग्यो भने खाऊ भन्दा नि खानै भन्दैन त्यत्तिकै गफ हानेर बस्छ त्यति बेला होइन हामीले एउटा फेक प्राङ्क गरेको ए अनि कोही सवन पर्सन होइन प्राङ्क गरेर तिमीले कहिले गर्यो त्यो साउदीबाट आएको भन्दै त्यो पुरा त्यो हबिबीवाला सेखवाला ड्रेस लगाएर हामीलाई सबैलाई प्लान गरिरहेको थियो होइन स्टोरी यता हुन्छ खै अनि कोही चाहिँ पत्ताइरहेको थियो कि त्यो पत्ताएर पुरा बोलिरहेको थियो कोही आन्टीहरू चाहिँ ओ यु आर फ्रम हियर हाउ मच मनी डु यु हेभ भनेर बोलिरहेको थियो तर हामीले पत्ताएन अनि हामीलाई पोल खोल्न मन लागेको थियो तर के गर्नु यार त्यो भित्र यस्तो मन थियो तर सकेन के फेरि बेजत होला त्यो मान्छेको किन बेजत गराउने अर्काको भन्ने केही भनेन बेइज्जत गर्नु मन लाग्यो एनिवेज है हजुरले बुझ्नु भएन मैले भनेको बुझ्नु हुँदैन मलाई थाहा यति नै बुझ्नु भएन होइन थाहा भएन र अब चाहिँ हाम्रो तल गएर हल्का केही भिडियो लिने प्लान छ हाम्रो भन्दा नि मेरो यति नै त्यही होइकै ब्युटिफुल स्पटमा पट स्पट भन्दा चाहिँ स्पट द थिङ इज आई होप देयर इज गोल्डन आवर वेन वी रिच देयर आई अल्सो होप सो विश्व सुन्दरी वेलकम टु द अनदर एपिसोड अफ वाइल्ड भर्सेस वाइल्ड र हामीले चाहिँ बाटोमा हिँड्दै गर्दा एकदम अद्भुत प्राणी देखेका छौँ एन्ड इट इज सो बिग यु क्यान सी हियर हाम्रो फोटोग्राफर भाइले नि खिच्दैछन् राम्रो खिच ल यहाँ देखाउनुपर्छ एन्ड यु क्यान सी इट हेज अ भेरी लङ एन्टिना विथ इज भेरी डेडली आइज Rolling down the strip with the top peeled back. Sunshine beaming. देयर अब हामीले चाहिँ अब भिडियोको सर्ट्सहरू होइन फोटोसोटो खिचेर फेरि तल झर्दैछौँ अहिले टाइम भएको छ गुड 4:36 अहिले टाइम भएको छ 4:36 र हामी पुग्नुपर्ने कतिभित्र 24 मिनट Within 24 minutes we have to reach the checkpoint, the army checkpoint. मतलब कि 5 बजीसम्म हामी त्यहाँ पुगिसक्नु पर्छ So anyway, यसरी हाम्रो यसरी हाम्रो सकिएको छ के सकिएको हाम्रो के सक्यो हाइकिङ सक्यो हाम्रो हाइकिङ सकियो गाइस भिडियो मन पर्यो भने थ्याङ्क यू